कहिले सोच्नु भएको छ एक सफल सेल्फ टट डिजिटल प्रोफेसनलको दिन साँच्चै कस्तो हुन्छ? आज हामी यही यात्राको खाका हेर्नेछौं, जुन अनुशासन, रणनीति र निरन्तर सिकाइमा टिकेको हुन्छ। ल, सुरु गरौँ। यो भनाइले साँच्चै भन्नुपर्दा स्वशिक्षित यात्राको सारलाई समात्छ। यहाँ कसैले काम लगाउनेवाला छैन। सफलताको गति आफैले बनाउनुपर्छ र त्यसको सुरुवात दिनको पहिलो घण्टामै हुन्छ। यो भनेको चाँडो उठ्नु मात्र होइन, एउटा उद्देश्य लिएर उठ्नु हो। एक स्वशिक्षित प्रोफेसनलको दिन अलार्मको चर्को आवाजले होइन, बरु एउटा प्रश्नले सुरु हुन्छ, आज मैले के हासिल गर्नु छ? यो भनेको आफ्नो दिनको मालिक आफै बन्ने मानसिकता हो र यही नै सफलताको पहिलो खुड्किलो हो। यहाँ दुईवटा बिल्कुलै फरक सोचाइको कुरा आउँछ। एकातिर प्रतिक्रियात्मक काम छ, इमेलको जवाफ दिने, अरूले अह्राएको काम गर्ने। अर्कोतिर स्वामित्वको मानसिकता छ, जहाँ तपाईँ जहाजको कप्तान हो र दिनको दिशा आफै तय गर्नुहुन्छ। यो धेरै काम गर्नु र सही काम गर्नु बीचको वास्तविक भिन्नता हो। सफलताको लागि एकदमै महँगो अफिस नै चाहिन्छ भन्ने छैन। वास्तवमा एक स्वशिक्षित विशेषज्ञको कार्यक्षेत्र ध्यानभङ्ग गर्ने कुराहरू हटाउन र फोकस बढाउनको लागि डिजाइन गरिएको हुन्छ। यहाँ हरेक वस्तुको एउटै उद्देश्य छ, उत्पादकता। यो देखाउतीपन होइन, यो त उद्देश्यपूर्ण दक्षता हो। अब बिहानको योजनाबद्ध सुरुवात त भयो, तर त्यसपछि के हुन्छ? हो, वास्तविकताले ढोका ढक्याउँछ। ग्राहकका अप्रत्याशित चुनौतीहरू। यो दिनको त्यो हिस्सा हो जहाँ सिद्धान्तले व्यवहारको सामना गर्छ र जहाँ एक विशेषज्ञको वास्तविक क्षमताको परीक्षण हुन्छ। ग्राहकका समस्याहरू त आइहाल्छन्, होइन र? तर एक स्वशिक्षित विशेषज्ञको वास्तविक शक्ति सबै जवाफ थाहा हुनुमा होइन, बरु कुनै पनि जवाफ पत्ता लगाउन सक्ने प्रक्रिया हुनुमा छ। उनीहरू आत्तिदैनन्, किनकि उनीहरू आफ्नो सिस्टममा विश्वास गर्छन्। अनि त्यो प्रक्रिया के हो त? खैर, त्यो एकदमै शक्तिशाली 3 चरणको विधि हो। पहिलो, समस्याको जडसम्म पुग्ने वास्तविक मूल्याङ्कन। दोस्रो, सफलता कस्तो देखिन्छ भनेर परिभाषित गर्ने स्पष्ट लक्ष्य। र तेस्रो, त्यहाँसम्म पुग्ने बाटो देखाउने एक व्यवहारिक प्रस्ताव। यो ढाँचाले नै हो अराजकतालाई स्पष्टतामा बदल्ने। यो कुरा एकदमै महत्त्वपूर्ण छ। स्वशिक्षितहरूको लागि सिकाइ भनेको कुनै क्लासरुममा गएर हुने कुरा होइन। यो त कामसँगै आउँछ। हरेक नयाँ चुनौती एउटा नयाँ सिप सिक्ने अवसर हो। जस्तै एउटा वेबसाइट बनाउँदा कोडिङ मात्र सिकिँदैन, प्रोजेक्ट म्यानेजमेन्ट र ग्राहकसँगको सञ्चार पनि सिकिन्छ। यसलाई स्किल स्ट्याकिङ भनिन्छ, जहाँ हरेक सिपले अर्कोलाई अझ बलियो बनाउँछ। रमाइलो कुरा के छ भने उनीहरूको लागि फुर्सदको समय पनि खेर जाँदैन। दिउँसोको खाजा खाँदै गर्दा पनि उनीहरूले आफ्नो दिमागलाई नयाँ जानकारी, नयाँ विचार र उद्योगका नयाँ प्रवृत्तिहरूले रिचार्ज गरिरहेका हुन्छन्। यो निरन्तर विकासको लागि एक सक्रिय प्रतिबद्धता हो। बिहानको प्रतिक्रियात्मक काम र निरन्तर सिकाइपछि अब दिनको दोस्रो चरण आउँछ, गहिरो कामको समय। यो त्यो अविचलित केन्द्रित प्रयास हो जहाँ सामान्य ज्ञान विशेषज्ञतामा परिणत हुन्छ र जहाँ वास्तविक मूल्य सृजना गरिन्छ। यो भनाइले एउटा तीतो तर महत्त्वपूर्ण सत्य बताउँछ। हामी प्राय सफलताको अन्तिम परिणाम मात्र देख्छौं, चम्किलो पोर्टफोलियो, सफल प्रोजेक्टहरू, तर त्यसको पछाडि लुकेको घण्टौंको शान्त र केन्द्रित परिश्रमलाई बिर्सन्छौं। वास्तविक विशेषज्ञता यही बन्ने हो। अब प्रश्न उठ्छ, एउटा मान्छेले कसरी पुरै टिम बराबरको काम गर्न सक्छ त? यसको जवाब हो, उपकरणहरूलाई लाभको रूपमा प्रयोग गरेर। यी सफ्टवेयरहरू केवल सहायक होइनन्, तिनीहरू शक्ति गुणक हुन्। यिनीले एउटा व्यक्तिलाई पुरै प्रणाली जस्तै काम गर्न सक्षम बनाउँछन्। अनि जब दिनहो यसरी चुपचाप काममा डुबिन्छ, तब अचानक केही अचम्मको कुरा हुन्छ। एक रेफरल, एक नयाँ ग्राहकको इमेल, एक सहकार्यको प्रस्ताव। यो भाग्य जस्तो लाग्न सक्छ, तर यो होइन। यो त स्थिरता र समर्पणको चक्रवृद्धि ब्याज हो, जुन अन्ततः भुक्तान हुन्छ। दिनको अन्त्यतिर आइपुग्दा गियर शिफ्ट हुन्छ। अब कामको प्रकृतिमा एउटा निकै महत्त्वपूर्ण परिवर्तन आउँछ। यो केवल आजको काम सकाउने बारेमा मात्र होइन, यो त भोलिको अवसर निर्माण गर्ने बारेमा हो। यो फरक बुझ्न एकदमै जरुरी छ। दिनभरि इन्जिन कोठामा काम भइरहेको हुन्छ, दैनिक कार्यहरू चलिरहेका हुन्छन्।
तर साँझमा तपाईँ कप्तानको पुलमा जानुहुन्छ, नक्सा हेर्दै अगाडिको मार्ग तय गर्दै। दिगो करियरको लागि यी दुवै भूमिकामा सन्तुलन हुनैपर्छ। र त्यसपछि आउँछन् साइड क्वेस्टहरू, ती जोशले भरिएका परियोजनाहरू जहाँ कुनै ग्राहकको दबाव हुँदैन। यो खेल्ने, प्रयोग गर्ने र भविष्यमा माग हुने सिपहरू आजै सिक्ने ठाउँ हो। सबै काम पैसाको लागि मात्र हुँदैन, केही काम आफ्नो आत्मा र विकासको लागि पनि हुन्छ। तर के यो यात्रामा प्राविधिक सिप र रणनीति मात्र भए पुग्छ त? पुग्दैन। त्यहाँ एउटा अदृश्य तर निकै शक्तिशाली पक्ष पनि छ, मानसिक स्वास्थ्य। आत्मशंका, आफू योग्य छैन भन्ने भावना र कहिलेकाहीँ एक्लोपन जस्ता चुनौतीहरू यो बाटोका स्थायी साथीहरू हुन्। र सायद यो नै सबैभन्दा महत्त्वपूर्ण पाठ हो। नयाँ कोडिङ भाषा सिक्नु जत्तिकै महत्त्वपूर्ण छ, आफ्नो क्षमतामा विश्वास गर्न सिक्नु। यो आन्तरिक सङ्घर्षलाई जित्नु पनि पाठ्यक्रमको एक अनिवार्य हिस्सा हो। ल, अब एक दिनको कथाबाट बाहिर निस्किएर अलि ठूलो चित्र हेरौँ न त। दीर्घकालीन सफलताको लागि कुन बृहत सिद्धान्तहरूले काम गर्छन्? यो नै त्यो नलेखिएको खाका हो। एक परिपक्व विशेषज्ञले हतारमा जे आयो त्यही काम गर्दैन, त्यसले त बर्नआउट मात्र निम्त्याउँछ। बरु उनीहरू एकदमै चलाकीपूर्वक अघि बढ्छन्, मूल्य बढाउने, सीमा तोक्ने र होइन भन्न सिक्ने। यो धेरै गर्ने बारेमा होइन, यो राम्रो गर्ने बारेमा हो। यो यात्रालाई हामी स्वशिक्षित भन्छौं, तर सत्य के हो भने कोही पनि साँच्चै एक्लै सफल हुँदैन। अनलाइन समुदायहरू, मेन्टरहरू र अरूले निशुल्क बाँडेको ज्ञान नै त्यो अदृश्य जग हो जसमा यो करियर घडा हुन्छ। यो साझा ज्ञानको शक्ति हो। त्यसो भए यति सबै कुरा गरिसकेपछि त्यो नलेखिएको खाका आखिर हो के त? त्यो गोप्य सूत्र के हो जुन सबैले खोजिरहेका छन्? र यसको जवाफ सायद सोचे जस्तो छैन। कुनै एउटै निश्चित नक्सा छैन, कुनै सजिलो सूत्र पनि छैन। बरु यहाँ केही ढाँचाहरू छन्, अटुट लगनशीलता छ र परिवर्तनलाई अँगाल्ने इच्छा शक्ति छ। र हामी यो अन्तिम विचारको साथ यो विश्लेषणलाई समाप्त गर्छौं। सफलता कुनै अन्तिम गन्तव्य होइन जहाँ पुगेर आराम गर्ने। यो एक निरन्तर यात्रा हो। निरन्तर परिवर्तन भइरहेको संसारमा अनुकूलन गर्न, बढ्न र टिक्न सक्ने क्षमता निर्माण गर्नु नै वास्तविक सफलता हो। यो स्थिर हुनु होइन, यो त गतिशील हुनु हो।